मेरो यो लु सबैजनालाई स्वागत छ आजको नयाँ भ्लगमा। आज हामी जम्बो टोली छौँ, जाँदैछ हामी घोले झरना 5 खपनबाट घुम्दै। यहाँ को छन् हेर्न सबैजना। वहाँबाट हाम्रो यात्रा सुरु हुँदैछ। प्लानिङ हिजैदेखि भएको 22 स्टेसनको टोली छौँ, बाटो भन्दै गरौँ न, देख्दै गरौँ न। ल प्रकाश सर हाम्रो मेरो बाइक पर छ। टोली मुभ। हामी चाहिँ लाग्यौँ अब घोले झरनातिर यात्रामा। हामीले साथीहरूको लागि जाँड बोकिदिएको छ, आफू चाहिँ खाइँदैन, अनि आफ्नो लागि निम्बु पानी बोकेको छ। मौसमले साथ दिन्छ कि दिँदैन हेर्नुपर्छ। पुरै हुस्सेलाई बिहान त पानी नै परिरहेको थियो, बाटो हिलो होला। अब हेर्दै जानुपर्छ कस्तो हुन्छ। यहाँ ग्राभिल नहालेको रहेछ क्या हो, हाले पनि यस्तो भइरहेको छ त। अनि सातो उडेर पछाडि हाम्रा साथीहरू छन्, हामी अगाडि पनि कुद्दैछौँ। अब आयो बाटो कताबाट जाने, तलबाट डिलबाट। टोलीहरूले छेउबाट लिएका छन् बिस्तारै। यहाँ एक टिप्पर अझै हाल्नुपर्ने देखियो, एकपटक अस्ति हाले पनि फेरि यस्तो भएछ यार। यहाँ मेन त यो पानीको निकास हुन पाएन क्या, यहाँ ग्राभिल हालेर मात्रै भएन। तल्लोपट्टि कस्तो राम्रो सिन छ। अगाडि फेरि टेम्पो आयो। दुमलिङ खोलो, दुमलिङ खोलो। लौ जा, यो ट्रक के भएको यस्तरी साइड लाग्यो कि यहीँ फसेको। लौ जा, टडक त भित्तामा बसेछ त नि, नालीमा ठाउँ पाएन क्या हो, बाटोमा पुरै फसेछ। घोद्ल्याममा यत्रो काठ बोकेको रहेछ लगाडि, अनि के बाँकी रहन्थ्यो। यस्ता चाहिँ फस्ने नै हो क्या, यो बाटोमा नकुदायो हुन्थ्यो नि त। यो बाइक कति पिन्छ यार टायर आफ्नो। आमा लगाडि बोकेका टडकै टडक छ नि यहाँ। हाम्रो बाटो अब माथितिर हुनेछ, तल बाटो छुट्टिएर। यतापट्टि हाम्रो हामी अहिले ट्याक्क हाम्रो अध्यक्ष घरको अगाडि आएर पसिरहेको छौँ सबैजना। म पनि छु यहाँ। 10-12 जना, 2-3 जना आज आउने बाँकी छन्। आज धोप्पी रमाइलो हुने भयो। पानी पर्छ कि भनेर रेनकोट पनि लगाएर आएको, भरे पानी चाहिँ नपर्ला जस्तो छ। एप्पल अब चाहिँ हिँड्नुपर्छ हामी साथी हो। अनि 9 भइसक्यो, ढिलो भइसक्यो। साढे 9 हुनु। आहा प्लास्टिक लाएर लु कहाँ हिँडेको झन्डै तल खोलातिर। ए लड्नु भएछ कि के भएछ शारदा मिस? शारदा मिस लड्नु भयो?
ठोकिने रहेछ त ल हामी खोला तरेर सबैजना यहाँ आइसक्यो पानी परो सबैजना रेकर्ड लाउँदैछौँ हामी खै चिन्तो चिन्ता सर आउनु भयो ल खै 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 भिडियो बनाइदिनु पर्यो चिन्ता सरको चट्ट खोला आहा हा हा हिरो पारामा आयो है मान्छे आहा बास ल हामी आयौँ तलतिर डिलतिर कस्तो राम्रो यी बारी धान बारी कोही बन्द भयो त गयो गाडी बन्द भयो त गयो लडु तेरिका लडेन ल बचो यस्ता नाथे यस्ता बाटोमा लडेर म लड्छु कतै तर म अफरोड कुदाउनु एक्सपोर्ट भइसक्यो यार झर्ना यहाँ धेरै झुकिन्छन् क्या मान्छेहरू माथि हो कि स्वच्छ होला तर होइन तल्लो बाटो हो है यहाँ एउटा एरो लगाइदिनु पर्थ्यो यहाँ एउटा डाइरेक्सन लगाइदिनु पर्थ्यो क्या यहाँ म सुरुमा 2-3 पटक झुक्केँ अहिले फेरि बोकाउँछु नि थाहा भयो फेरि झरो भन्यो भने हामी घोले झर्ना आइपुगिसकेका छौँ ओ हाम्रो खसी आज त्यसलाई हामी ल्याऊ आज हाम्रो शिकार यो हुनेवाला छ यसलाई छेप्ल्याक काटेर मजाले आउने हो लु मैले हेर्न त यो भिडियो बनाउन पाइन्छ होइन ए यसलाई झरना ऊ पर छ झरना अनि अहिले यहाँबाट पहिला सिन त हेरौँ न उत्तिकै हामी यहाँ आउँछौँ त त्यस्तै हामी आउँछौँ त यहाँ अनि यस्तो राम्रो बबाल सिन देखिन्छ र पो हामी बाइकमा कुद्दै मार्दै आउँछौँ उयो त्यो डाँडामा स्कुल हेर्नुहोस् ल हाम्रो बृहत पिकनिक कार्यक्रम अब सुरु हुँदैछ यहाँ हाम्रो हिमाल सरले चना धुँदै हुनुहुन्छ यो चाहिँ ब्रेकफास्ट भन्ने कि एक खाजा नेपालीमा भनौँ खाजाको लागि चना अनि यहाँ हाम्रो खसी रेडी छ यसको आज अन्तिम दिन हुनेछ यसको अन्तिम छ के हो पुरा सोधौ साथी हो अन्तिम इच्छा भने काटेर मजाले रमाएर खाऊ हाम्रो साथीहरूले यहाँ पानी तताउँदै हुनुहुन्छ भुत्ल्याउनलाई हो खसी भुत्ल्याउनलाई पानी उतार्न चना पकाउनलाई ए ल ल हाम्रो बुढो मान्छे हो दाउराको व्यवस्था छ म त अनि ए पहिलोचोटि आएको यो कति वर्ष भयो अहिले तपाईँ कति वर्ष भयो तपाईँलाई 41 वर्षको मान्छे 5 खपनकै मान्छे होइन म बजाङबाट आएर उसले 5 खपनको त्यो भोलि जान घुमाइरहेको छु ल हेरौँ है यसको यस्तो छ अनि हाम्रो के भन्नु छ ठिक छ के भन्नु छ जुका त हुँदै गएछ नि त्यस्ता नाथे जुका ल हामी बिस्तारै अपडेट दिँदै गर्छौँ ल हाम्रो मेसले टमाटर धुँदै हुनुहुन्छ अब ल
चना पाक्न आँटिसक्यो भोकले हाम्रो हिमाल सरले चना पाक भुटिसक्नुभयो आज मजाले खाने भयो नि त हो साथीहरू यहाँ फोटो सेसन भइरहेको छ फोटो सेसनमा त्यो पोजिसन दिने मान्छे त्यहाँ क्यामेराम्यान चाहिँ ऊ त्यहाँ उसले खिचेर हामी चाहिँ यिनीहरू चाहिँ फोटो सेसन ल म पनि जान्छु नि त यो चाहिँ के को लागि यो खसी पौल पैकाएर भुत्ल्याउने तातो पानी ए खसी भुत्रेर तातो पानी अरे तातो पानी यहाँ खसी भुत्रेर तातो पानी हुँदैछ पानी आएर पो बिजोग गर्ला जस्तो छ हाम्रो पिकनिक आज डरलाग्दो चाहिँ हाम्रो सर कहाँ अरे घर बाजुरा ए होइन बजाङबाट आउनुहुने सरले मलाई ल्याउनु भयो 5 खपनको 1 नम्बरको गोर्ले झर्ना ल धन्यवाद 2 शब्द बोलिदिनु पर्यो लोक सर यो बाटो बनाउने दिन तपाईँको पनि छ हाम्रो छ त खास भन्ने हो भने नि यो घोरले जान आउनलाई अहिले कुनै पनि समस्या छैन बाटो सबै क्लियर छ यत्रो हामी पानी पर्दा पर्दै आए तापनि बाटो केही भएको छैन भने चाहिँ उहाँको राम्रो दिन छ क्या एसपिएसमा केही ठाउँमा चाहिँ अलिकति सोलिङ गर्नु भने चाहिँ होइन 33 अब त्यो अलिअलि हिलो भएको थोरै मात्रै हो पानी कालेको ठाउँमा त अलिकति हिलो भइहाल्छ नभए जस्तो केही अरू छैन सबै ठिकै छ अरू ठिक छ राम्रो म त अहिले इन्टरभ्यू गर्दा हो चिन्ता छ हजुर नमस्कार तपाईँले हामीले बिहानै फोन गर्दाखेरि तपाईँ तुरुन्तै आइपुग्नु भयो होइन बिहानै रेडी थिएँ नि सर म रेडी थिएँ बिहानैदेखि उहाँहरू रेडी हिजोदेखि नै म एकदम जानकारीमा थिएँ होइन पानीले अलिकति डिस्टर्ब गरौँ पानी यस्ता नाथे भन्ने हो नि त पानी त तथापि पनि आइयो ल अब उहाँको यस्तो राम्रो भिडियो बनाइदिएको छु मैले ल साथीहरूले अदुवा भन्ने कुरो पनि अदुवा केलाउने कामहरू सुरु गरिरहेका छौँ हामी सर हैन ल मासु मिठो हुन् त हो नि त जब केलाउने त्यस्तो छ त्यस्तोले केलाउनु परिरहेछ गाह्रो छ ल ल भनौँ त के हो यो समातेर भनौँ ए ल ए साथी हो हामीले होइन थाल चाहिँ लिमिटेड ल्याएको छ त्यही भएर यो टक्क अहिले खाने फेरि आफूले टक्क राखिरहने पछि फेरि युज गर्दाखेरि फेरि अर्को नखोज्ने टक्क त्यसैमा खाने कहाँ छ याद गर्ने है ग्लास चाहिँ यो यसरी पनि खान सक्यो ग्लास चाहिँ हामीसँग पर्याप्त मात्रामा छ मजाले त्यो युज गर्न सक्यो मिल्यो मजाले आफैले राख्नु पर्यो बरु पोलेको मासु पनि म त्यसै खान्छु भन्न नि पाइयो होइन म त्यति गर्छु भन्ने पनि पाइयो ल यस्तै छ है साथी साह्रै मिठो गुलियो छ एकदम गुलियो छ होइन म साउन्ड दिइरहेको छु नि त घट 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 गरेर होइन यो चाहिँ हाम्रो 5 खपनको पहिचान यहाँ यसरी हो क्या एकदमै ठुलो पहिचान ताङमाको सरुवा म चाख्दैछु त्यो बोतलमा टच गराउनु पर्यो क्या घट घट टच गराउनु पर्यो यहाँ आएर पनि त्यो अलि लिनु पर्यो त त्यो कहाँ होइन खाउँ न ल हामी सबैजना अब खाजामा छौँ चना अन्डा उसको अन्डै हरायो छैन नि त साँच्चै आफ्नो अन्डा हरा कसको हरायो चाहिँ हरायो है धुने बेला भएछ क्या गिलासहरू सबै धुने बेला भएछ गिलासबाट खानु चाहियो नि ल टोलीहरू भिडियो बनाउँदैछन् पक्नु यहाँ म त फेरि साइबन सर किन बस्छ भन्छु नि म त ल बोकेदारीको टाउको यहाँ छ अब यसको चिलिक्कै हाम्रो दाजुले बनाउनुहुन्छ यहाँ सबै सामान मसला आइटम रेडी छ परापर त भुट्ने खाने हो अब हामी होइन त त्यही होइन त हाम्रो अब अन्तिम विकल्प नयाँ सिस्टम अब आजको सिकाएको आमा होइन सुपर फास्ट मान्छे आयो तेरिका मेसिन हाम्रो चिन्ता मेसिन बनाएको भिडियो काट्न सकिसक्यो अघि नै मासु बनाएको कालो पारौँ न चिन्ता मानिस के अरे ल हाम्रो चिन्ता सरले बनाउँदै हुनुहुन्छ चट्ट अनि बनाउने एकजना हेर्ने मान्छे हेरौँ न यहाँ सबै दर्शक बिन्दा
चिज अनि 22 केजी पुग्नु पर्ने 22 केजी दाम हालेको नि 22 केजीको छप्पै नि पानी अलिकति केमा उडिराख्ने बोतलमा बोसो त कति हो है साथीहरूलाई भरै गाइदियो पानी होइन उता उतै हो तल पाइप हो तल उँधो उँधो अलि झार्दैन आइटम छ मासु आइटम यहाँ हुँदैछ अनि म अब अर्को मुख्य जिनिस भनेको हाम्रो भुँडी आइटम भुँडी आइटम हाम्रो भुँडी दाइले धुँदैछन् ताना ताना हाना पर्छ मैले यो भेटाएँ एक पिस दाइ यहाँ नबस्दैन न यहाँ नबस्दैन भातिन्छ के यो त नाजुक पो हुन्छ त माझी गर्छ नितिक छ क्या यो त खान खानु एउटा खुसी हुनुपर्ने ल यहाँ अब फाइनल टच दिन हुन्छ हाम्रो चिन्ता सरले रेनकोट लाएर भाइ रेनकोट लाएर हामी दुई एकअर्काको भिडियो बनाउँदै गरेको अवस्था ल अब हाम्रो के छ त यता मिसहरू के छ कुखुराको तिरै हुनुहुन्छ ल अब यहाँ नयाँ आइटम आइसक्यो है कहाँबाट पोलेर चट्टा पिस हुँदै आउँदै झर्दैछ साथीले एक पिस हानिदिनै सके ओ जिनिस रेडी भयो तिन लिएर गएको होइन एक मैले सानो सानो ल जुई ल ल त्यो रक्सी अलिकति खोइ थाउ यता आउनु न रक्सी खोइ ल यहाँ साथीहरू सबै दिइरहेछन् वरिपरि बसेर भुटान आज घोलिघरमा मान्छेको गहिरो छ ओहो ल यहाँ अर्को टोली पिकनिक खाँदैछ फेरि यहाँ होइन उहाँ त कहाँ मलाई चिनिचिने जस्तो लाग्यो त उहाँलाई पनि गर्नु चिनिचिने जस्तो लाग्यो है होइन भिडियो त उसले जहाँ पनि उसको त जहिले पनि भिडियो लु यहाँ चित्याउँ त त्यसरी दिशामिसको मजाले भन्नु त जे भए पनि दुईटा भइसक्यो हो यही देखेर भने पाण्डे तलबाट नदिनु म दिँदै दिन्थेन अहिलेसम्म मैले आफै पनि दिएकै छैन उता डाँडा देखेमा न अमेसिन उता पर देखि त्यहाँ हाम्रो रिसोर्ट बन्दैछ पछि बस त्यही चिन्तो रिसोर्ट हो आज तिम्रो कुरा चल्यो पहिला पुल है ओ चिन्ता सर पहिला पुल पहिला पुलमा गएर अनि घोलिहाल्ने क्या पछि पुलमा नआउने पछि पुलमा नआउने भन्ने हो अहिले माथि गर्मी हुन्छ क्या ल हामी अब घोर्ले छाको ठुलो पुलमा पुगिरहेको छ तपाईँलाई म देखाउँछु घोर्ले छा कस्तो छ भन्ने तपाईँलाई म देखाउँछु पर्खिनुहोस् 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 अझै पर्खिनुहोस् पर्खिनुहोस् ल हिँड्नु न सुरु पहिला हिँड्नु न पहिला पर्खिनुहोस् 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 ल भरे बोकेर लिइदिनुपर्छ ल पर्खिनुहोस् पर्खिनुहोस् अब बल्ल देखिनेछ हामी झरना देखिनेछ
तर चर्पी बनाएको छ एउटा यस्ता नाथे ओ त्यो हिमाल हो तल तनाव भइसक्यो अरे सबै सन्त भइसक्यो अरे ल भोरले झरना तल हो कहिले साथी रक्सी छुट्यो भोरले झरनामा यो राखेर चाहिँ बेकार हो जस्तो लाग्यो मलाई होइन यसले टक्कै यसो हेर्दाखेरि मान्छेको सिन छेक्दो रहेछ हेर्न मिल्दो रहेछ होइन झन् त हेर्दा ठ्याक्क मान्छे गयो अब के सिन आयो त या त यो तल हुनुपर्थ्यो यस्तो भएपछि मान्छेले हेर्नु पाउँछ नि त होइन अब यो ठ्याक्क ल हेर्दा यो हटाउनुपर्छ है म चाहिँ के भन्छु हामी भोलि झरना नुहाएर आयौँ यस्तो फ्रेस भएको छ मान्छे साथीले के खाएको थियो त्यो खाएको एक डुब्लिक हाने बित्तिकै हरायो क्या खाएर अगाएर गएकाहरू फेरि आएर खाँदैछन् पौडी खेलेर यता पनि खाँदैछन् अब यो जुम गर्न चाहिँ नमिल्दो रहेछ लाउनु ल नुहाएर सबै अगाएर फेरि पेट खाली भएर फेरि भर्न ठिक पर्दैछ
भयो के हेलो 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 पानी परिरहेछ तल चाहिँ पानी परेको छैन है अनि पानी पर्दा पर्दै पनि हिँड्दैछौँ हामी एकछिन रोकेको भए पनि हुन्थ्यो 1 घन्टा रोकिन्छ होला नि त पानी त बाटो यस्तो छ लो हिलो बिउसले कसरी लिए यस्तोमा